त्यसबाट छा भनेर चाहिँ आइयो छा भन्ने साला नेस्टोमा पैसा दिँदा वाक्क भयो गाइस लास्टै गाह्रो छ यस्तो गर्मी छ बाहिरतिर है हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ पुरा गर्मी छ नेस्टोमा फाइनली 200 रुपियाँ तिरेर आइयो यति गाह्रो छ ड्युटी गर्न हिजो मापसे चेक गरेर समातेको थियो आज अफिसमा आएर 200 रुपियाँ तिर्नुपर्ने भयो गाइज तिरियो पनि फाइनली अब भोलिदेखि ड्युटी हुन्छ यो भिडियो चाहिँ म एचआरको त्यो वार्निङ लेटरको सहितको भिडियो बनाउनेवाला थिएँ फेरि रिक्स होला भन्ने सोचेर मैले नबनाएको बाँकी चाहिँ यस्तै हो हेर्दै गर्नु होला मन परेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला अब भिडियो बनाउने खासै टाइम पनि हुँदैन मलाई त अब कहिलेकाहीँ हुन्छ नि यस्तो अकल झुकलमा धेरै भइरहेको हुन्छ नि त धेरै भयो भने चाहिँ बिहान हुँदा चाहिँ अलिक गाह्रो पर्छ ठिकै छ हाम्रो प्रायः कहिलेकाहीँ गाह्रो पर्नु पनि पर्छ सधैँ सजिलो हुन्छ भन्ने हुँदैन जिन्दगीमा हो कुन दिन कति बेला कहाँनिर के हुन्छ भन्ने कुरा थाहा हुँदैन त्यही हो एभ्रिवान सबैजनाले वेलकम छ स्वागत छ आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु मैले चाहिँ खास गरी भिडियो बनाउनको कारण चाहिँ कम्पनीको यसको लागि हो ठिकै छ राम्रो कुरा हो के कतिको लाग्छ कमेन्ट लाइक सब्सक्राइब सेयर गरिदिनु होला है त म के भन्न चाहन्छु भने दुबई आउने मान्छेहरूलाई दुबईमा चाहिँ आउनु होला तर नेस्टो कम्पनीमा चाहिँ नआउनु होला जिन्दगीमा नआउनु होला नेस्टो कम्पनीमा हेर्न सक्नुहुन्छ 1 महिनामा 1000 दिराम स्यालेरी छ अनि 200 दिराम त कम्पनीमै तिर्नुपर्छ 200 दिराम कम्पनीमा तिर्यो बचे कति 800 दिराममा आफ्नो खर्च छ पर्सनल खर्च छ त्यसपछि घर पठाउनु पऱ्यो फ्यामिली हेर्नु पऱ्यो सबै कुराहरू छ कि होइन अनि म्यानेज गर्न गाह्रो हुन्छ नि त त्यही भएर नेस्टो कम्पनीमा खास गरी त भिजिटमा आउने मान्छेहरू नेस्टोमा आउनु होला बाँकी नेस्टोकै भिजा भयो भनेपछि चाहिँ 1200-1300 दिन्छ होइन 1200-1300 दियो भनेपछि कामसाम सबै हुन्छ कामसाम त सबै अनि टाइमको काम ह्याप्पी नै छ होइन त्यही हो गाइज अलिक गाह्रो हुन्छ अब आउन चाहनेहरूलाई नआउ भन्न पनि सकिन्न आउन सक्नुहुन्छ तर भिजिटमा आउनुभयो भने खास गरी नेस्टोमा छिर्ने कोसिस नगर्नु होला त्यही हो भिजिटमा आएको केटाहरू कसैको 900 छ कसैको 1000 छ कसैको केही छ कसैको त 800सम्म पनि छ भन्न हाम्रो चाहिँ त्यस्तो छैन अनि हाम्रो चाहिँ 1000 छ 1000मा आज 200 रुपियाँ तिरेर आइयो अब 800 आउला ठिकै छ गाइस ह्याप्पी हुनुपर्छ जे छ त्यसैमा खुसी हुन सिक्नुपर्छ है म एचआर अफिसबाट यहाँ आउँदासम्म गर्मीले पसिना भइसकेँ ठिक छ केही छैन जिन्दगीमा आउँछ दुःख भन्ने चिज सङ्घर्ष गर्नुपर्छ सङ्घर्ष गरेको काहीँ नि जाँदैन होइन यस्तो दुःख छ दुबईमा होइन तर पनि सङ्घर्ष गर्छु अझै आफ्नो सफलताको बाटो खोज्नु छ होइन केही छैन अब के भन्ने म सबभन्दा नेस्टो कम्पनीको मेन मान्छेहरूलाई चाहिँ के भन्न चाहन्छु भनेपछि सानोतिनो ग्राम फ्यान चाहिँ गर्ने बानी हटाइयोस्